Hello guys, welcome to my new vlog. तपाईँहरूले सबलाई स्वागत छ। कृपया लास्टमा हेरिदिनु होला। आज धेरै दिनपछि भ्लग ल्यायो होइन, इक्जाम सकेर यसो बिदाको दिनमा सिद्धाको चोकमा यसो मेला लाग्यो। कति 29-1 गतेसम्म हो, आजदेखि स्टार्ट हो। आज पहिलो दिन हामी यसो अब दाइहरूसँग जान्दा कृपया लास्टसम्म हेरिदिनु होला। आज बबालाई हुन्छ दाइहरूको गेम हो भलिबल, यहीँ सिद्धार्थ चोकमा मेला हो। त्यही भएर हामी यसो घुम्न जान लाग्यो दाइहरूसँग। ल जाँदैछौँ होइन। यो भाइ चाहिँ रेडी भइसक्यो। अब मामा घर जानुपर्ने हुन्छ, त्यहाँ नि अर्जुन दाई विपिन दाईहरू टक्क अनि जानुपर्ने हुन्छ हामी। ल एकछिनमा भेटौँला गाइस। ल हामी मामा घर जाँदैछौँ। यो चाहिँ आफ्नो घरबाट धेरै त टाढा छैन, टक्क गफ गर्दै जाम्ला नि त। आज धेरै दिनपछि भेटियो, इक्जाम सकेर टक्क नसक्नुहुन्छ। वाउ वाउ व्हाट अ स्विमिङ पुल। वाउ व्हाट अ स्विमिङ। हामी जाँदैछौँ मामा घर। टक्क इक्जाम सकेर एउटा बोझ हल्का भइसक्यो अनि कति हो 1 विक बिदा भयो। मजा ही मजा धेरै दिनपछि। अनि त्यसपछि गाँड पेलाए। साला ये दुख का खत्म नहीं होता बे। बिहान बेलुका दिउँसो नन 6 to 6। अब एसी छ नि त गाइस, अब अलि कडा हुनै पर्यो। त्यसैले अब जिले जिन्दगी 1 हप्ता मात्रै देह, त्यसपछि त अनि गाह्रो छ। कसै क्लास हो चिल मुझे कठैभरि। अब हामी मामा घर जाँदैछौँ। त्यहाँ विपिन दाई अर्जुन दाई छ अनि त्यहाँ रेडी हुँदै अहिले अनि जानुपर्ने हुन्छ। नो टिकट फ्रीमा। ए तपाईँहरू नि आइदिनु होला, भोलि नि छ बाबालाई। अब नाइटमा नि प्रोग्राम हुन्छ 2 दिन। आज तपाईँहरूलाई सब देखाउँछु म, लास्टसम्म हेरिदिनु होला। डोन्ट स्किप फर भिडियो। अब के भन्ने, धेरै दिन भयो भिडियो नहालेको। अब एसी यता पढाइको प्रेसर, त्यही भएर खासै बनाउँदिनँ। यो अब यसो मेला यताउति प्रोग्राम भए मात्रै बनाउँछु। त्यही हो मजबुरी हे। म त एउटा गीत तोरी बारीमा ए ल अब मामा घरमा भेटौँला। मामा घर आइसक्यो। अब टक्क दाइहरू थिएन, अब बजार जानुभएको थियो हजुरआमासँग सोधेर। अब हामी सन्देश भाइ र म जाँदैछौँ। अब बाटोमा नि के बनाउने भ्लग होइन, एकछिनमा भेटौँला किस्मत दाइको घरमा। यहाँ दाइहरू खै बाइकमा कता ट्रिप हान्न गयो, ट्राभल लङ ड्राइभ हान्न गयो। हामी चाहिँ छैन अब होइन, त्यही भएर ल एकछिनमा भेटौँला। अब हिँड्दै जानुपर्ने मजबुरी चल्न पर्ता। हामी अब टक्क जान लाग्यो, हेर्न सक्नुहुन्छ अगाडि गइरह आन्टीहरू। हामी नि अब जानला आज चप्पल ठठाएर, अस्ति जुत्ता ठठाएर आज चाहिँ चप्पल ठठाएर टक्क होइन। ब्ल्याक ड्रेसअप लाएर म अलिअलि फिका गोरो हो त्यसैले देखिन्छु भनेर यसो कालो लगाइदिएको। माई यो बाबू रामको स्टाइल है। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर। अब जाँदै हम त्यहाँ दाइहरूको गेम हो, यसो हेरिदिउँ न। आफ्नै गाउँ टोल सहर माडी कन्ट्री आफ्नै सबै भिलेज सब, अनि यसो हेरिदिउँ। सपोर्ट फर अश्विन दाई, सपोर्ट फर अश्विन दाई भने होइन। यसो घुम्दै अब आज फर्स्ट दिन, आजको भ्लग राम्ररी हुनेछ। भोलि नि बनाउने छु, सधैँ 2 दिन
आज भोलि अनि त्यसपछि गाड फेला स्कुलमा यस्तो यस्तो अब तेल लाएर सरसोको तेल ल अब त्यही बजारमा भेटौँला नि त अनि होइन अलि भिडियो लामो हुन्छ भनेर ल ल अहिले भेटौँला गाइस नयाँ खानपिन टक्क लाएर होइन खानपिन टक्क लाएर यहाँ हर्न आउने ठाम टक्क लाएर खानपिन टक्क गरे यस्तो साइडबाट यो खोलातिर हट्दै हुन्छ देख्न सक्नुहुन्छ भलिबल खेलिरह त्यहाँ टक्क लाएर दाईहरू अनि यता चाहिँ मेला खासै त मान्छे छैन सबै मान्छेहरू रेली गए अहिले आउँदै देख्न सक्नुहुन्छ पुरा रेलीमा सबैजना गएको आउँदै हुनुहुन्छ टक्क उताबाट देख्न सक्नुहुन्छ कति धेरै मान्छे गोरार गोरार बकुला नाइट भ्यू तपाईँ बबालाई छ अब के अहिले देखाउँछु ल बबालाई हामी पनि हेर्न जान्लाम टक्क वाइल्ड ब्रो भन्ने अहिले देखाउँछु म भित्र गएर टेन्सन नलिनु होला ल रोक्नु है एकछिन ल गाइस टक्क म हिजो राति 12-1 बजे घर आयो हिजो एडिटिङ गर्न सकेन त्यही भएर आज घर आउँ यसो हिजो चार्ज नपुगेर पुरा मोबाइल स्विच अफ भएर फुल भिडियो बनाउन पाएन अलि नराम्रो होला भ्लग कृपया दिनु होला त्यही राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब हालिदिनु होला टक्क आज चाहिँ पावर ब्याग लिएर जान्छु एउटा नि छोड्दिनँ सब रेकर्ड गर्छु ल यति भन्दै आजको भ्लगकै अन्त्य गरौँ थ्याङ्क यू फर वाचिङ माई भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब जय थारू जय थारू जय थारू ह्याप्पी माघे सङ्क्रान्ति अल गाइज ल यति भन्दै अब नेक्स्ट भ्लगमा भेटौँला जय थारू